काम गर्न आएकाहरू गफ लाएर बसेछ भन्नु पर्ला नि त हजुरहरूले। हामी गफ लाएको होइन कि यो कार्पेट कति राम्रो देखेछ, यसलाई च्यात्ने कि नच्यात्ने, यो झारलाई उखाल्ने कि नउखाल्ने भन्दै सल्लाह गर्दै बसेको थियौँ कि साथीहरू। यसो झार उखाल्न सुरु के गरेको थियौँ, फेरि छामछाम र छुमछुम सुरु भयो साथीहरूको। अब छामछाम छुमछुम के गरेको होला सोच्नु भएन नि त। यसको लागि हो कि छामछाम छुमछुम गरेको माछा, भोटी माछा भन्छ। अब ठाउँ अनुसारको नाम हुन्छ यसको पनि। यतातिर चाहिँ भोटी माछा भन्छ। एउटा भन्यो, दुईटा भन्यो, टिपेछ, छोपेछ। यो दिदी फेरि माछा छोप्ने एकदम माहिर हो के, माछा छोप्ने प्रो भने नि हुन्छ। माछा छोप्दै मलाई देखाउँदै गर्नुभयो, म फेरि भिडियो बनाएर रङ्ग मान्छु। एउटा भन्यो, दुईटा भन्यो, कोही सुतेछ, कोही उतापट्टि कुर्लुम पल्टेछ गर्दै थुप्रै माछाहरू लगभग 8-9वटै माछाहरू भेट्नुभयो। अनि साथीहरूले बटाउनु भयो। त्यसपछि चाहिँ हामी कार्पेट उखाल्न लायो। बल्ल बल्ल सेट गरेको कार्पेट फेरि निकाल्न पर्यो भन्दै गफ लाउँदै हाँस्दै। अनि उहाँ खेतको गोसाइन्छु माइल्यो, त्यो रातो टी सर्ट लाउने मान्छे। अनि उसलाई चाहिँ जिस्काउँदै कि उहाँको बुढा चाहिँ विदेश दुबई हुनुहुन्छ नि त। दुबईको कार्पेट ओछ्याएर जानुभएको रहेछ दाजीले भन्दै हाँस्दै गऱ्यो। एकछिन काम गरेपछि खानु पर्यो, नास्ता खानु पर्यो, भोक लाउँछ नि त, बिहानै हिँडेको हुन्छ घरबाट। चाउचाउ नास्ता खाएर हामी चाहिँ गफ लाउँदै फेरि काम गर्न सुरु गर्नु पर्यो नि त। यसो गोड्न के भयो त्यो सर्प चाहिँ निस्क्यो। साथीहरू त चिच्याएर निस्किनु भयो। अनि यसो हेर्दाखेरि उहाँ दिदी फेरि माछा मार्ने प्रो दिदीले फेरि माछा हो भनेर छोप्नु लाग्नु भएको त। हेर्नु त माछै रहेछ, इल फिस आउँदै माछा भन्छ। यति चिप्लो हुन्छ यो माछा, हातैमा आउँदैन गरे। म त छुन पनि घिन लाउँछ। म फेरि माछा नखाने प्राणी हो नि त, त्यही भएर मलाई अलिक कस्तो अप्ठ्यारो लाग्छ। बनाउन त बनाइदिन्छु, खाने मान्छेको लागि पकाइदिन्छु, तर मलाई छुन चाहिँ अलिक कस्तो कस्तो लाग्छ। त्यसपछि कार्पेट भनेर के गर्ने हो र, त्यो कार्पेटलाई भत्लाङ भत्लुङ छाप्लाङ छुप्लुङ पारेर च्यातचुत पारेर हामी चाहिँ गोडेर भ्याइयो। त्यसपछि लाग्यो सबै साथीहरू घरतिर। घरमा हिँड्दा घर जान अलिक टाढा छ, गफ लाउँदै हिँड्दै गऱ्यो। आजलाई यति नै, भेटौँला अर्को भिडियोमा। बाई बाई।